धररै थियो अहिलेको सेतो टावरै हो अहिले बन्ने घर खोइ माटा घर बिरलै छैन पहाडतिर खरको छाना मेरो प्रश्न सक्छ पहाडतिर टन्न बाक्लो खरको छाना लाएर वर्षौँसम्म केही हुने बनाउँथे भने अहिले मान्छेले सबै टिन हालेर हो हरि बनाएका छन् गाउँ सर नमस्कार हिजो कफी नखाएको झर्का लागेछ क्या राधे राधे हजुर तपाईँ हिजो त साह्रै अप्ठ्यारो फिल भएको क्या होइन रात परिसकेको थियो कि मेरो रातिको कुरा होइन दिउँसोको कुरा तपाईँ आउनुहुन्छ भनेर धेरै बेर पर्खेँ माथि ओहो कस्तो जाने बित्तिकै है ल तपाईँहरूको चुरोको कुरो निकाल्नु म भरे भनिदिन्छु तपाईँसँग 35,000 यहाँ छैन अस्तिसम्म हामीले 42 यहाँ एकै रुपियाँ छैन धरहरा मान्नुको कारण बोलाउँ कसलाई कसलाई क्लियर गर्दै गयो हेर्ने लफाफै हेर्ने भीमसेन थापाले त्यो जमानामा त्यो बेलाको प्रविधि युज गरेर माटोले उयो उसको जग्गा फाइनल गरिदियो तलको अहिलेसम्म टिकिरहेको छ त्यो हाम्रो एउटा हिस्टोरिकल चिज हो भनेर हामीले धरहरा मानेको थियौँ हजुर सर हजुर होइन अहिले त्यसलाई जरैबाट फेरेर रड सिमेन्ट अहिलेको प्रविधि अनुसार नयाँ हिस्ट्री छ कि र 25 वर्ष पछाडि मान्छेले के भन्छ बनाउनलाई 2 घन्टा 3 घन्टा लाग्छ बेलुकासम्म 3-4 बजे 3 बजे भन्छ हामीले त्यो भन्छ त्यो कारणले हामीले त्यो भनेको हो किनभने त्यतिखेर धरहरा भन्दा अग्लो बिल्डिङ थिएन त्यो चिजले भनेको किन भन्नु न सुन्नु न अहिले धरहरा भन्दा रड सिमेन्टले नै बनाउने हो त त्योभन्दा 10 गुणा ठुलो पनि छ नि त किन हामीले धरहरा मान्ने त्योभन्दा ठुलो बिल्डिङलाई धरहरा मान्यौँ न बिल्डिङ बन्न बित्तिकै धरहरा हुने त्यो ठाउँ चाहिँ किन परिचित छ त्यहाँसम्म तपाईँ पुग्नु यङ जेनेरेसनको मान्छे पर्नुभयो कि यङ तरिकाले कुरा गर्नु अनि के गर्नु मैले 50,000 बनाइदिनु त्यो भत्केर गयो त अब सकिएको कुरालाई हामीले कोट्याउँदाखेरि के निक्लिन्छ त्यहाँबाट त्यही माटो मात्रै होइन के निक्लिन्छ हो विकल्प अरू थिएन तर विकल्प थिएन र रड सिमेन्टले बनाइयो भनेको हामीले त्यही चिजलाई पुरानै दर्जा दिनु मिल्दैन 1000 नोट छ ल ठिक छ तपाईँले त्यो दिनु भयो हिजो धरहराभित्र पार्किङ थियो पार्किङतिर नलानु न हो त कस्तो पार्किङतिर कुरा लाग्छ जे कुरो पनि हेर्नु न कन्सेप्टली हेर्नु कि आजकोमा हिजोको जनसङ्ख्या काठमाडौँको उपत्यकाको जनसङ्ख्या हेर्नु र आजको जनसङ्ख्या हेर्नु त्यसले धान्न सक्छ सक्दैन हामीले तपाईँ त्यो छोटो यतिको मात्रै कुरा नगर्नु न यहाँ जानुपर्छ त्यहीँ गएर बोलेको मैले अबको 20 वर्ष 25 वर्ष 30 वर्षपछि आउने जेनेरेसनले त्यसलाई के भनेर बुझ्छ भन्ने कुरालाई नोटिस गरेर बोलेको भन्दा त्यो भनेको अहिले त हामीलाई थाहा छ नि मलाई पैसा दिने कि नदिने फेरि बनाइदियो दिने धरहरै मान्छेले बोले अब आउने 20 वर्ष 25 वर्ष त्यसो गरेर चेक गर्छ डिजिटल के भन्छ प्र्याक्टिकल जति दिनु इन्जिनियरिङलाई सोच्छ गएर हेर्छ भीमसेन थापाले बनाएको धरहरा रड र सिमेन्ट होइन त्यो त हुँदैन नि त अहिले त भीमसेन थापाले बनाएको धरहरा भत्केर गइसक्यो छैन अब बनेको नयाँ संरचना चाहिँ हेर्छन् कि अहिलेको अब बने अनि त्यसलाई किन धरहरै भने हाम्रो धरहरा त बिग्लै थियो नि त त्यसो केपी टावर राखिदिन्थ्यो सेतो टावर कस्तो कुरा गरेको सेतो टावर म कसैको सपोर्टको कुरो होइन वास्तविक कुरो हो हेर्नु व्यस्त समय छ व्यस्त छ जनघनत्व बेसी छ बढिरहेको छ दैनिकी गफ सुनेर मलाई एक थोक भन्न मन लागेको थियो भनिन भयो दाजु भयो बन्द आउनुपर्छ सागर ढङ्गा त्यो पनि झोले हो त्यसले पनि बनाउँदैन तपाईँहरूको गफ सुनेर मलाई यही भन्न मन लाग्यो झोले त ठिक छ कि के अरे वर्षमा एक हप्ता नेपाल तपाईँहरूको गफ सुनेर मलाई यही भन्न मन लाग्यो वर्षमा एक हप्ता नेपाल बसेर देश बन्दैन सरकारी धिकुटीले फेर्न गएर चाहिँ देश बन्छ
पैसाको कोक्छाकोक्छीमा मान्छे बिरामी भएर मरिरहेका छन् त एउटा अब सिटामोल पुर्याउन सकेको छैन आफू उपचार गर्छु गाडी थाइल्यान्ड कुदेर सिङ्गापुर कुदेर देश बन्छ मैले त्यो तिनीहरूले बनाउँछन् मैले भनेकै छैन नि त अनि त्यो कसले एउटा त होला नि त एउटा भिजन त कोही कोही चाहियो नि त त्यत्तिकै झन् झन् बिग्रेर जान्छ सुन्नु न भिजन छ भन्नुभयो तपाईँले तर साझा भाषा अब त्यसरी हिँडेर त्यो गरेर मात्रै होइन रहेछ म बोलेँ यसलाई आइस चेन्ज गरिदिउँ यसलाई आइस चेन्ज गर्नु होइन दाइ आउँदैछ केही पनि हुँदैन यो गाडी किनाएँ मैले एउटा बेचिदिएँ कति कमिसन आयो के को आउँछ भयो